छ नि साथीहरू। आजभोलि एमाले काङ्ग्रेस माओवादीका हाम्रा साथीभाइहरूले सोध्ने गरेका ती कुरा के हुन् थाहा छ? के यो बालेन सरकार र राष्ट्रको सरकारले देश र जनता अनि युवालाई कुनै निकास दिन सक्छ? के साँच्चीकै यो देशमा युवाको रोजगार र युवाको व्यवस्थापन गर्न सक्छ? के कुनै पुरानो दलहरूसँग भन्दा राम्रो कूटनीतिक क्षमता र जुन चाहिँ नि अब अन्तर्राष्ट्रिय जुन चाहिँ मैत्री सम्झौता र अन्तर्राष्ट्रिय जुन चाहिँ नि हाम्रो सम्बन्धलाई अझ मजबुत बनाउन सक्ने कुनै क्षमतावान व्यक्ति यिनमा छ? तपाईहरू देख्नु भएको छ भनेर सोध्ने कुराहरू यो हुन्। हामी यकिन साथ भन्न सक्छौँ। अनि एउटा कुरो उनीहरूले भनेको छ कि के उनीहरूसँग यी बुढाहरूसँग जतिको कुनै अनुभव र एक्सपिरियन्स छ, मान्छेसँग गर्ने व्यवहार कस्तो हुनुपर्छ थाहा छ तिनलाई? र कसैले मान्छे नगर्ने यस्तो घमण्डी र यस्तो खालको पाखण्डी पारेको सत्ता चलाउने सरकारले देश र जनताको भाषा बुझ्छ? देश र जनताको भविष्यको जुन चाहिँ नि बारेमा यिनले सोच्न सक्छ? उहाँहरूले त्यो भन्नुभएको छ। म यकिन साथ भन्न सक्छु, तपाईहरूको जस्तो यो पुरानो दलको जस्तो मान्छेलाई झुलाएर फटाक बोलेर देश र जनतालाई पटक पटक ढाँटेर खाने अनुभव यिनमा छैनन् र हामीले खोजेको पनि होइन। र म पनि माओवादीको मान्छे हो र माओवादीमा हामीले त्यस्तो झुट फटा बोल्ने गद्दार र जुन छ नि देश र जनतालाई पटक पटक ढाँट्ने नेतृत्व हामीले कहिले पनि खोजेको थिएन। एउटा कुरो यो भन्छु र हामी यो सोध्न चाहन्छौँ, आज माओवादी एमाले काङ्ग्रेसले त्यो जवाफ दिनुपर्छ। विगत 40 वर्षभन्दा अगाडिदेखि शासन र सत्तामा आधारित भएर त्यसमा रहेर काम गर्दै आएको, सरकारमा रहँदै आएको नेतृत्व काङ्ग्रेसले यसको जवाफ दिनुपर्छ। देश र जनतालाई निकास दिन्छु भनेर आएको उसले किन नदिएको त? यसको जवाफ तपाईँले दिनुपर्छ। तपाईँले के निकास दियो? मान्छेले भनिरहेको छन् नेतृत्वले होइन, हामी आफै चाहिँ हिजो माओवादीको साथीभाइले पनि भन्दै थियो हामी आफै व्यवस्थित हुनु पर्यो, आफैमा सक्षम हुनु पर्यो। हामी आफै सक्षम हुन सक्ने भएको भए यो देशमा त्यो जुन चाहिँ वातावरण भएको भए यो जाबो पार्टी हामीलाई किन चाहियो? यो जाबो नेता किन चाहियो? किन चाहियो देशको नेतृत्व? सबै जनता आफै नेता र प्रधानमन्त्री हुने भएको भए। त्यसैले देशको प्रधानमन्त्री कोही कसैले चाहेर पनि नि सबै जनता एकैचोटि 3 करोड जनता प्रधानमन्त्री हुँदैनन्। र हामी ठोकेर भन्न सक्छौँ यदि कसैले त्यो सोच्छ भने त्यो जतिको अनपढ गद्दार राजनीति पार्टीको दास कार्यकर्ता अरू केही हुँदैन। देशमा एकचोटिमा एउटा मात्र प्रधानमन्त्री हुन्छ। हामी यो कुरा राम्रोसँग जान्दछौँ। जसले त्यो कार्यकारी पदमा हुँदाखेरि सबैले व्यवस्थापन गर्न सक्दैन र जो गर्न सक्ने पदमा हुन्छ त्यसको काम साधारण कार्यकर्ता र जनताले कहिले पनि गर्न सक्दैन। र कसरी व्यवस्थापन हुने, कसरी व्यवस्थित हुने? तर यो नबुझेको माओवादी र एमाले काङ्ग्रेसका झोले एकदमै पाल्तु कुकुर समानका साथीभाइले सोध्ने यो है साथीहरू, यसबाट सजग रहनु होला। यो 100% कि यिनले त्यहाँभित्रबाट केही जुन छ नि तिनले फालेको हड्डी खाएर बोलेको हुनुपर्छ कि यिनले राजनीति भनेको केही पनि नबुझेर अन्धभक्त भएर बोलेको हुनुपर्छ। यो दुईटा कुरामा तपाईँहरूले छुटाउनुपर्छ। यिन त्यसमध्येको कुन चाहिँ हो त? यी खाएर केही हड्डी पाएर तिनको पक्षमा पाल्तु कुकुर चाहिँ भएर दासी भएर बोलेको हुन् कि साँच्चैकै यिनले राजनीति नै नबुझेको हुन्छ? यो तपाईहरूले निर्णय गर्न सक्नुपर्छ। र हामी ठोकेर भन्न सक्छौँ, हामीलाई त्यस्तो कोही कसैको कुरा सुनेर भयङ्कर भाषण दिएर जुन छ नि एकदमै चाहिने नचाहिने घन्टौँ भाषण दिएर जुन चाहिँ मान्छेले झुट बोल्ने त्यस्तो नेता चाहेको होइन। चाहे बालेन र यो अहिलेको राजस्व सरकार जतिसुकै मूर्ख र गद्दार नै किन नहोस्, तर देश र जनताको पक्षमा हित हुने र देशको विकासको लागि काम गर्छ भने देश र जनतालाई जुन छ नि अब रोजगार र जुन छ नि व्यवस्थापन गर्ने र यो देशको आर्थिक समृद्धिलाई साँच्चीकै 10 वर्षभित्रमा त्यो अग्रसरमा पुर्याउन सक्ने लक्ष्य लिएर आउँछ भने त्यसको त्योभन्दा ठुलो हामीलाई अरू केही चाहिएको होइन। र यो पुरानो पार्टी त कुनै पनि हालतमा चाहिँदैन, तिनको नेतृत्व त चाहिँदैन, र तिनको पाल्तु कुकुर पनि हामीले चाहेको होइन। जसले गरे पनि हुन्छ देश विकास र साँच्चीकै युवाको व्यवस्थापन जसले गर्दा पनि हुन्छ, तपाईँले गर्दा पनि हुन्छ, मैले गर्दा पनि हुन्छ। हामीले मात्र त्यो चाहेको, देशको विकास चाहेको, साँच्चीको यो देशलाई अन्तर्राष्ट्रिय लेभलको धनी देशको रूपमा चाहिँ स्थापित भएको हामी देख्न चाहन्छौँ। नेपाललाई स्विजरल्यान्ड र न्युजिल्यान्ड जस्तो बनाउनलाई कुनै ठुलो कुरो होइन। तर यिनले नबनाएको माओवादीले स्विजरल्यान्ड र जुन छ नि सिङ्गापुर बनाउँछु भनेर सुडान चाहिँ बनाएकै हो र माओवादीले त्यो बनाउँदैन। माओवादीको नेतृत्वमा त्यो बन्ने नै थिएन। यो 100% थियो। माओवादीलाई तपाईँले 3 चोटि होइन प्रधानमन्त्री प्रधानले 300 चोटि बनाए पनि यो देश कुनै पनि हालतमा स्विजरल्यान्ड बनाउँदैन। उसले सुडान जस्तै बनाएर छोड्छ, अझै त्योभन्दा तल पुऱ्याएर जान्छ। यो चाहिँ ग्यारेन्टीका साथ भन्न सक्छौँ। र एमाले काङ्ग्रेस र माओवादी पुर्याउने यही नै हो। कुनै पनि ती 3 दलको कुनै पनि नेता र तिनको केन्द्रीय सदस्यको
अधिकांश त्योभन्दा माथिका त कुनै पनि यो देशको लागि विश्वास गर्न योग्य छैन, ती कुनै पनि यो देशको नेता होइन र हुन सक्दैन। यो हाम्रो प्रतिबद्ध के अरे हाम्रो जिकिर हो, यो हाम्रो प्रमाणित सायदका हामीले बोलेको एउटा जुन चाहिँ प्रमाण हो, किनकि यिनलाई हेरिसकेको देखिसकेको हुन्, यिन पटक पटक सरकारमा बसेकै हुन्। हस्त धन्यवाद मित्रहरू।